त्यही भएर अब केही अलिक अप्ठ्यारो पर्दा बिमारी हुँदाखेरि टाढा जानुपर्छ। अब हेटौँडा पुग्नुपर्छ। अब यहीँको हस्पिटल बनियो भने हामीलाई अलिकति केही सुविधा होला कि भन्ने त्यही हो। छिटो के सुविधा लिन सकिन्छ यहाँ हस्पिटल बनिसकेपछि तपाईँहरूले? अब हामीले त सुविधा त के अब त्यही अब कोही यस्तो बिमारी हुँदाखेरि अब त्यस्तै कुनै बेला अब लडिन्छ घाँटीला कसै त अब टाढै लानुपर्छ, नजिक छैन, हेटौँडै पुग्नुपर्छ। केही समस्या पर्दा नि उतैतिर पुग्नुपर्छ। हेटौँडा जानलाई कति घन्टा समय लाग्छ तपाईँलाई? हेटौँडा जानलाई यहाँबाट गाडीमा लाग्छ होला 2 घन्टा, 7-2 घन्टा लाग्छ होला। हस् धन्यवाद। तपाईँको सुनाम होला त? मानबहादुर माझी। मानबहादुर माझी। हजुर। यो हस्पिटल बन्नुभन्दा अगाडि चाहिँ यहाँ उपचार चाहिँ कहाँ गर्नुहुन्थ्यो? सानोतिनो उपचारहरू चाहिँ सानोतिनो उपचार त फापुरबारी हेल्थ पोस्टमा यहाँ पनि हाम्रो गाउँपालिकामा पनि यसो गराउँथ्यो। गाउँपालिकाले भिडियो एक्सरे राखेको छ भने गाउँपालिकाभित्र हुने त सहरी स्वास्थ्य एकाइले हजुर त्यस्तो नभए एउटा भिडियो एक्सरे गर्नु पनि हामी एउटा चाहिँ पुग्नु पर्थ्यो। अनि त्यो गाउँपालिकाभित्र के